So hello guysहरु, वेलकम टु माई न्यू भ्लग। अनि आज चाहिँ म हल्का यसो डुल्दै डुल्दै सप्तमीतिर लाग्देको। हल्का त्यस्तो ठुलो काम त केही छैन, हल्का घुम्न जान मन परेर यो उकालो चाहिँ एकदम बबाल नै छ, एक्सट्रिम नै छ। ओए माचिस। अनि आज चाहिँ म धेरै पछाडि विषय डाँडाबाट जानु पर्यो भनेर मैले चाहिँ सोचिरहेको छु। विषय डाँडा नगएको पनि धेरै भयो। अनि के कस्तो भइरहेछ भनेर हेरिदिनको लागि त्यो यो अब भ्लगमा के बोल्ने, के को टपिकमा बोल्ने भन्ने नै थाहा नै छैन मलाई चाहिँ। अनि यो फेरि के अरे त्यो अस्तिको अगाडिको भ्लग हुँदै युट्युब हुँदै त्यो तपाईँहरूले भिडियोहरू पनि देख्नु भयो होला होइन। त्यो सानो खालके त्यो चाहिँ भर्खर म सिक्दैछु कि त्यो। अनि त्यो यस्तो भ्लग तेर्सो फोन राखिकन हानेको, अनि त्यो त्यस्तो खालके आइरहेको थियो। अनि मैले त्यसलाई फेरि ठुलो जुम गरिकन हानेको थिएँ। एडिटिङ गर्दाखेरि चाहिँ ठुलो देखाएको थियो, तर मैले चाहिँ वास्तै नगरिकन हालिदिएको। युट्युबमा गएको जाँदाखेरि चाहिँ त्यस्तो हुँदो रहेछ। अब आउँदैन एडिटिङ गर्नुपर्ने होइन, जे छ त्यो ल्यामलुम हालिदिउँ भनेको, त्यो त्यस्तो हुँदो रहेछ क्या। अनि अरू के भन्नु र, के भन्ने हो भने के भन्ने हो। अनि यो अहिले मैले कुदाइरहेको गाडी चाहिँ दाइको, मेरो चाहिँ बिग्रेर घरमै छ भने यो चाहिँ अहिले मैले दाइको गाडी कुदाइरहेको छु। यो पनि पल्सर 150 नै हो, तर पुरानो मोडल। लगभग त्यो थाहा भएन कहिले, लगभग 4 त होइन होला, अलिक 5-6 नै होला, त्यस्तै होला यो गाडी। अनि अरू त के भन्नु, खोइ केही थाहा छैन, नथिङ टु टेल यु। अनि मैले चाहिँ अस्ति भर्खर अरूको भिडियो भ्लगहरू हेरिरहेको थिएँ क्या, सिसन बानिया दाईहरूको। अनि त्यो एमआरबी सिसन बानिया दाईको पनि त्यो भ्लगमा के बोल्ने भनिरहेको थियो। अनि त्यो बाइकको बारेमा बोलिरहेको छु। अनि त्यही मैले पनि तुच्छ हल्का बाइकको बारेमा हानिदिएको। अनि अरू के भन्नु यार, केही छैन यार, शब्दहरू छैन। नथिङ टु टेल यु गाइज भन्दै म अहिले यहाँ माथि हाम्रो गाउँको मुलाबारी भन्ने ठाउँ आइपुगिसकेँ। यो मैले सास पुरै फेरेकोहरू सुनिरहेको होला क्या। यो चाहिँ मैले इयरफोनबाट त्यो फोनलाई हालिकन त्यो माइक बनाएको छु क्या। त्यो घरि ट्याँ हुँदो रहेछ, घरि ज्याँ हुँदो रहेछ। के भएको यार, भएको त्यस्तरी गरे जस्तो लाग्छ। अब अरूहरूले पनि पहिला चाहिँ, अहिले त पुरै माइक किनिहाल्छ है। अनि अहिले त हाम्रो त के र, माइक केही किन्ने औकात छैन, नो इन्कम। त्यही कारणले हल्का जुगाड हान्दै, जुगाड गर्दै, सिक्दै जाँदै, त्यही त हो नि, जुगाडवालाहरू हो नि त हामी। त्यस्तो काम नै चाहिँ छैन सप्तमी जाने। अनि ठ्याक्कै अहिले चाहिँ गाउँमा आलु मकै रोपिसक्यो। अनि के गरिदिउँ त भन्ने भइरहेको थियो। अनि आज चाहिँ डुल्दिउँ न भन्ने तरिकाले
यसो हिँडिदिएको फ्रिडम भयो नि त अलिक काम गरिरहेको थियो थाकिरहेको थियो अनि त्यही कारणले फ्रिडम बनिदिनुको लागि हिँडिदिउँ न त भनेर हो हिँडेको चाहिँ नाउ दिस इज अ हाइवे यो चाहिँ हाइवे हो यो चाहिँ ठ्याक्कै दमक होइन नि राके भेरेटार यही हो यही हाइवे बनिँदैछ अहिले राके भेरेटार भनेर अनि यो चाहिँ राके भेरेटार के भन्ने ब्ल्याङ्क भइदियो यार दिमाग नै रिकिएका खाली भइदियो के भन्ने पहिला हामी यताउति सानोमा त्यो पहिला स्कुल पढि हिँड्दाखेरि क्या हामी ढुङ्गा कुड्काउँदै अनि त्यो गाडीहरू हुन्छ नि चाइल्डहुडमा गाडीहरू अब त्यो कुनैको बाइक गाडी ट्रकहरू पहिला जस्तो चाहिँ यहाँ ट्रकहरू कुद्थ्यो नि त अनि ट्रकहरू आयो भने त्यो मेरो गाडी यो मेरो गाडी भन्ने रोज्ने हुन्थ्यो क्या अनि यो रोडहरू चाहिँ पहिला लास्टै सानोहरू थियो क्या सानो थियो अनि यताउति चाहिँ पानीको कुवाहरू हुन्थ्यो अनि त्यो कुवा अनि त्यो काँडे ऐसिलु थाहा छ कि छैन तपाईँहरूलाई यतातिरको मान्छेहरूले चाहिँ थाहा होला अनि काँडे ऐसिलुहरू रोज्ने यो मेरो ऐसिलुको बोट हो त्यस्तो गरिन्थ्यो क्या अनि यहाँबाट उकालो चाहिँ बिसाया डाँडा जान्छ यहाँनिर अहिले चाहिँ चट्ट लोकटाक केलाउने कार्यक्रम भइरहेको रहेछ भने यतिखेर चाहिँ हाम्रोतिर लोकता पनि केलाउँछ अनि यही हो बिसाया डाँडा जाने बाटो आज डाँडामा मान्छे कतिको छ त डाँडाको चलफल हेरिदिउँ न त यसो है भनेर पनि इन्दिरा भन्नु नि त अब यो डाँडा च्वाट्टे कटेपछि चाहिँ बिसाया डाँडा आउँछ तर सिधै देखिरहेको थियो यार अस्ति मौसमसँग त यो गाडीको त टायर पनि छैन चिप्लो भने त लास्ट बिट्टी हुन्छ यार आज त के हो पुलपट्टिको डाँडामा त कोही छैन त अनि बाटो चाहिँ दामी पहिला यो सानोमा यो बिसाया डाँडामा चाहिँ हामी बल खेल्थ्यौँ क्या यहाँ हाम्रो गाउँको भयो अनि देवीथानको भेला भइन्थ्यो अनि चाहिँ बल खेलिन्थ्यो क्या अहिले त केटाहरू पनि सबै अब कता कोही विदेश छ सबै जस्तो विदेश होला हौ अब रहिएको लगभग मेरो गाउँको चाहिँ सबै जस्तो भन्दा पनि अब गाउँमा चाहिँ मै मात्र छु अनि अरू त अब गाउँदेखि बाहिरै छ सबैजना चाहिँ गाउँमा रहेको चाहिँ म एक्लो मान्छे एकल काटे भन्नु नमिल्ने त्यही थियौँ म एक्लै म देखाइदिन्छु त्यो ठाउँ पनि देखाइदिन्छु क्या त्यतिखेर बिसाया डाँडामा मान्छे आउँदैन थियो क्या त्यतिखेर चाहिँ हामी चट्ट बल खेल्ने मान्छेहरू मात्र भइन्थ्यो तर आज किन मान्छे छैन केही छैन त अनि आज त सुक्खा छ त बिसाया डाँडा के हो र आज खास गरी के हो र कोही छैन त ल त्यहाँ तल लाग्दिनु थालेको रहेछ नि त के हो त्यहाँ आमा ल बिसाया डाँडा नआएको धेरै भएको थिएछ यार खन्नु पनि थालिसकेको रहेछ नि त ल आम्बो के भइरहेछ यार यो बिसाया डाँडामा यो गाउँको छेउको मान्छेले थाहा नै छैन त यो पहिला हामी चाहिँ यहाँनिर यो उस तल अहिले जुन त्यो के पो भन्छ पसल गाडी राखेको ठाउँ छ नि उस तल हो त्यहाँनिर चाहिँ हामी बल खेल्थ्यौँ क्या अनि परेङको डन्ठी ल्याउने यता र उता गाड्ने अनि बल खेल्ने गर्थ्यौँ
अनि अहिले चाहिँ बिचरा डाँडामा यो के बनाइरहेको हो भन्ने भइरहेछ मलाई। के बनाइरहेको हो सबै बिचरा डाँडा यस्तो भइरहेछ। के बनाइरहेको हो यहाँ बाटो लगभग सिकेको जस्तो छ। के बनाइरहेको भन्ने भइरहेछ मलाई यहाँनिर। अब यो हाम्रो गाउँको मान्छेहरूलाई कोही मान्छेलाई थाहा छ भने चाहिँ यो के गरिरहेको भनेर यसो कमेन्टमा मलाई भनिदिनु ल बिचरा डाँडामा। अनि तपाईँहरूलाई पहिलाको बिचरा डाँडा त खन्दाखेरिको मन पऱ्यो कि नखन्दाखेरिको त्यो पनि भनिदिनु ल। नखन्दाखेरि चाहिँ अति नै बब्बाल थियो क्या त्यतिखेर चाहिँ। अहिले चाहिँ हल्का ग्रिनेरी सिनेरी हराउँदै गइरहेछ। अब जताततै अन्डर कन्स्ट्रक्सन भइरहेछ नि त। यो खनियो अब लापरवाही गाडी चलायो भने नराम्रो हुन्छ नि त। त्यस्तो भइरहेछ अहिले हाम्रो यो बिचरा डाँडामा। जे होस् राम्रै बनाउनु खोजेको होला, राम्रै हुन्छ, जे हुन्छ राम्रोकै लागि हुन्छ भन्दै म चाहिँ अहिले यहाँ आइपुगिसकेको छु। यसलाई चाहिँ पहिला हामी हुरुरे डाँडा भन्थ्यौँ क्या स्कुल जाँदाखेरि। बोर्डिङ स्कुल, लगभग बोर्डिङ स्कुल चाहिँ त्यहाँ पारि हो। अनि हामी यताउति यो ढुङ्गा गुड्काउँदै खेल्दै हिँड्ने चाइल्डहुडमा थियो क्या हाम्रो। अनि त्यतिखेर चाहिँ पुरै घरबाट मम्मीहरूले हो त्यो हुन्छ नि त्यो हाम्रोमा चाहिँ त्यतिखेर सबसे भन्दा चलेको होटेल चाहिँ निरौला होटेल थियो क्या। अनि निरौला होटेलमा चाहिँ जेरीहरू समोसाहरू पकाउने गर्थ्यो क्या। अनि त्यतिखेर अब पैसा हुन्थेन थियो। अनि त्यतिखेर आमाहरूले नहेरिकन आइज, भुँडी दुख्छ, आँखा फुट्छ भनेर भन्थ्यो क्या सानोमा। अनि त्यो चाहिँ अहिले सम्झिँदाखेरि कस्तो लाग्छ भने पैसा नहुनु पनि लास्टै उ रहेछ यार। अनि के भने मेरो मम्मीले चाहिँ पहिला नि मर दोकान पनि गरेको हो। तपाईँहरूलाई भनिदिन्छु, त्यो ठाउँ पनि देखाइदिन्छु क्या। मेरो घरदेखि लगभग कति दोकान गर्न आउँथ्यो भनेर म देखाइदिन्थेँ। अनि दोकान चाहिँ तपाईँहरूलाई थाहा छ कि छैन, अहिलेको मेरो भ्युवरहरूलाई त लगभग कसैलाई थाहा छैन होला। मेरो भ्युवरहरू पनि के भन्नु, मेरोमा कसैले केही पनि हेरिदिँदैन भन्दा पनि तुच्छ 2जना 3जना बढीमा 10जनाले हेरिदिरहेको हुन्छ। पहिला मेरो मम्मीले चाहिँ घरबाट केही पैसा होस् भनेर यहाँनिर यो अहिले जुन यो बाटो खनियो, यो पहिला ओह्रालो जाने बाटो थियो, यहाँनिर खोल्सी थियो नि, त्यो खोल्सीमा चाहिँ हाम्रो आमाले यो बाटोमा चाहिँ चप रक्सी उ गर्नुहुन्थ्यो क्या, बेच्नुहुन्थ्यो क्या। आजसम्म याद छ। अनि मलाई चाहिँ पढाउने खोजेको हो। बोर्डिङ स्कुल पढेको थिएँ म पनि। त्यतिखेर बोर्डिङ स्कुल जान्थ्यौँ हामी सबै। अनि गाउँको ठुलो दिदी दाइहरू चाहिँ सरकारी स्कुल जान्थ्यौँ भने हामी चाहिँ बोर्डिङ स्कुल जान्थ्यौँ त्यतिखेर। अनि अहिले चाहिँ हेरौँ त कति छिटो परिवर्तन हुँदै जाँदैछ हाम्रो ठाउँहरू। अहिले लगभग पहिला त हामीले बाइक नै नदेखेको होला। ट्रक आउँदैछ तलबाट चाहिँ बुलसिट अहिले। यो चाहिँ गाउँबाट आएको ट्रक हो भने यस्तो छ। म यहाँनिर लास्ट नराम्रो तरिकाले लडेको छु क्या यो बाटोमा। पुरै म चाहिँ न्युट्रलमा थिएँ। अनि यहाँनिर क्या यो होम्सबाट च्वाट्टै उडेर गएको, यहाँ तल आएर बजारिएको थियो क्या म। यहाँ यस्तो लडेको थिएँ कि कसम यस्तो खतरा लडेको थिएँ। पुरै त्यो कस्तो भने न्युट्रलमा आएर थिएँ गाडी। अब मलाई ब्रेक हालिदिउँ त भनेर चिप्लिन्ला भन्ने डर पो। अनि
उडाइदिएको त लुई यहाँ उडो हो। अनि म्याच कन्ट्रोल गर्नु सकिएन, दाहिने देब्रे हुँदैछ, ड्याममा लडेर घिस्रेर मेरो ज्याकेट नै फाट्यो नि यार गाइजहरू। म परको पुल पनि गएको छुइनँ यार, त्यो पुल पनि कस्तो छ यार, गएकै छुइनँ। पहिला सानोमा चाहिँ त्यता निमार हामी पूजन दाई, म, हाम्रो दिदीहरू भयो, खै को हो लुगा धुनु जान्थ्यौँ कि। अहिले त त्यो बचपन पनि छैन, सतमी बजार पनि सुक्यो। अनि अहिले मेरो सतमी बजार चाहिँ ल यस्तो छ है अब भनेर भन्दा नि डुल्दिनँ म लगभग। त्यहाँ म हल्का चुस्छ।